गुड मर्निङ नमस्कार हजुर सबैलाई। आज धेरै पछि अर्को एउटा एपिसोड रेकर्ड गरौँ भनेर मैले सुरु गरेको छु। खास गरी आज नेपालमा हेल्थ इन्स्योरेन्स, नेपालमा धेरै बिरामी हुने, खास गरी पानीको कन्टामिनेसन अनि खास गरी पल्युसन, एयर पल्युसन अनि फुडमा हुने मिसावटले गर्दा धेरै मान्छे बिरामी हुने। बिरामी भइसकेपछि तब नजिकको स्वास्थ्य संस्था अथवा स्वास्थ्य चौकी अथवा अस्पताल जानु पर्यो र त्यहाँ गइसकेपछि डक्टरहरूबाट टन्नै औषधि चाहिने भन्दा पनि बढी जसो औषधिहरू, खास गरी सधैँभरि सबै औषधिमा भिटामिनहरू त नचाहिनु पर्ने हो, तर डक्टरहरूले भिटामिन सधैँभरि दिनुहुन्छ। अब त्यसले अब स्वास्थ्यलाई बेफाइदा गर्ने त कुराकानी आएन, तर त्यसले आर्थिक मान्छेले त्यसको बिल महँगो पर्छ। यी त अब सानातिना बिरामी भयो भनेदेखि जाने कुराहरू भयो। त्यसबाहेक अब ठुलै एक्सिडेन्टहरू भयो र ठुलै रोगहरू लाग्यो भनेदेखि कसरी उपचार गर्ने त भन्दाखेरि अब कि त घर खेतीबाट बेचेर गर्नु पर्यो, कि त सापट्टि लिएर गर्नु पर्यो, कि त आफूसित क्यास छ भनेदेखि त्यो पैसाले तिर्नु पर्यो। त्यो बाहेक अब सबैसँग सबै सुविधाहरू सबै नहुन सक्छ सधैँभरि। त्यही हुनाले एउटा राम्रो नेपाल गभर्मेन्टले ल्याएको यो स्वास्थ्य बिमा, एनएचआइपी अथवा नेपाल सरकारको स्वास्थ्य बिमा भन्ने छ। अब सबैले थाहा पाइसक्नु भएको पनि छ होला। मैले थाहा नपाइसक्नु भएको यदि कोही हुनुहुन्छ भनेदेखि उहाँहरूको लागि टार्गेट गरेर यो बनाएको भिडियो, जहाँसम्म यो भिडियो पुगोस्, जसलाई थाहा छैन अथवा जसको छिमेकीहरूलाई थाहा छैन उहाँहरूसँग यो भिडियो पुगोस् भनेर गरेको। यो गभर्मेन्टले ब्याकअप गरेको स्वास्थ्य बिमा वर्षको 3500 रुपियाँ तिर्यो भनेदेखि 1.5 लाख रुपियाँसम्मको औषधि उपचार। र यो सबै फ्यामिलीको लागि, एकजना इन्डिभिजुअलको लागि होइन कि सबै फ्यामिलीको लागि हो। सबै फ्यामिलीलाई काम लाग्छ। यो सबै एक वर्षको 3500 रुपियाँ दिनुभयो भनेदेखि सबै फ्यामिलीलाई 1.5 लाखसम्मको उपचार। खास गरी अपरेसनहरू गर्नु पर्यो, कुनै ल्याब टेस्टहरू गर्नु पर्यो र लङ टर्म इलनेसको उपचार गर्नु पर्यो। र दुर्घटना भयो, भोलि बिहान दुर्घटना भयो भनेदेखि सामान्यतया अब दुर्घटना इन्सुरेन्सले अब गाडीहरू ठोकिने यता भयो त गाडीको इन्सुरेन्सले गर्छ। तर त्यो बाहेक अरू दुर्घटनाहरू भयो, जस्तै घाँस काट्न जाँदाखेरि लडियो अथवा आफ्नो केही काम गर्दाखेरि लडियो भनेदेखि त्यस्तोलाई काम लाग्छ। यो यदि कसैले गरिसक्नु भएको छैन भनेदेखि अझै गर्नु होला। मैले फेरि पनि रिपिट गर्छु, वर्षको 3500 रुपियाँ। यो तपाईँको होल फ्यामिलीको लागि काम गर्छ। अनि यो भइसकेपछि क्लेम गर्नलाई त्यो हस्पिटलमै जाने हो। हस्पिटलले भन्छ त्यसलाई आफ्नो हेल्थ इन्सुरेन्स दिइसकेपछि, हेल्थ इन्सुरेन्स नम्बर दिइसकेपछि हस्पिटलले अटोमेटिकली पैसा हेल्थ इन्सुरेन्सबाट क्लेम गर्छ। यो तपाईँ सरकारी अस्पताल अथवा प्राइभेट हस्पिटल जुनसुकै सबै ठाउँमा काम गर्छ यसले। अब यो जोइन कसरी गर्ने भन्दाखेरि अब पहिले जस्तै अब अफिसमै गएर नजिकको यो बिमा सम्बन्धी अफिसमा गएर गर्दा पनि हुन्छ। आजभोलि डिजिटल अनलाइनमै, खास गरी खल्ती यी सेवाहरूबाट मैले स्क्रिनसट पनि राखिदिएको छु। यहाँ तपाईँहरूले यदि केही चाह्यो भनेदेखि यसको म लिङ्क पनि राखिदिन्छु। यो कसरी जोइन गर्ने भन्ने कुराकानी र अरू थपको लागि है। अब यो त 1.5 लाखसम्मको लागि कुराकानी भयो। 1.5 लाखभन्दा बढी पर्ने उपचारहरू हुनसक्छ, त्यसको लागि चाहिने खर्च हुनसक्छ। त्यो सम्बन्धी पनि विकल्पहरू नेपालमा टन्नै विकल्पहरू छन्। हेल्थ इन्सुरेन्सको विकल्पहरू त्यो मैले भोलिको अर्को एपिसोडमा भोलि पर्सिको एपिसोडमा रेकर्ड गर्छु। ल आज यदि कसैले जोइन गरिसक्नु भएको छैन हेल्थ इन्सुरेन्स भनेदेखि हेल्थ इन्सुरेन्स गर्नु होला। यो गभर्मेन्ट भएको हो। यो यसमा कसैले कमिसन पाउने अथवा मैले आफूले पनि कमिसन पाउने भन्ने कुराकानी केही पनि होइन। तपाईँहरूको लागि जसलाई आवश्यक पर्छ त्यसले जोइन गर्नु होला। जसले जोइन गरिसक्नु भएको छैन उहाँले जोइन गर्नु होला। ल हजुरको दिन शुभ होस्।